हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग। अनि स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो भिडियोमा। अनि सो आज चाहिँ म फाइनली हेलमेट लिन जाँदैछु। हेलमेट लिन कहाँ भने कोटेश्वर पेप्सी खोलाको बाटोमा अरे है, म लोकेसन हेर्दै जानेछु होइन। सो मेरो हेलमेट चाहिँ यस्तो छ, त्यसैले म हेलमेट लिन जान लागेको होइन। अब किनभने ब्लग बनाउनुलाई यो हेलमेट हुन्न नि त होइन, यहाँ स्ट्यान्ड पनि राख्नलाई भएन। अनि मैले चाहिँ ब्लग यो स्ट्यान्डमा राखेर बनाइरहेको हुन्थ्यो, त्यसैले बिस्तारै बिस्तारै स्ट्रगल हुन्छ भनेर चाहिँ म अब हेलमेट लिन्छु। हेलमेट पछि अब म यहाँ राख्ने स्ट्यान्ड लिन्छु, मोबाइल अड्काउने स्ट्यान्ड, अनि त्यसपछि बिस्तारै 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 रेगुलर ब्लग बनाउँछु। सो केटा हो अहिलेको लागि यति नै। अनि मलाई चाहिँ बाटो पनि थाहा छैन होइन, एकजना पुलिस म्यामले चाहिँ मलाई बाटो देखाइदिनुहुन्छ अरे, त्यसैले कुरेर बसेको हो। उहाँ जानुहुन्छ अरे, अनि उहाँले मलाई बाटो देखाइदिनुहुन्छ, त्यसैले रोकेर बसेको हो। सो चाहिँ यो अब म चाहिँ जान्छु केटा हो, बाई बाई। हेलो एन्ड नमस्ते, फेरि पनि स्वागत छ तपाईँहरूलाई। म चाहिँ आइसकेको छु हाम्रो बिआरएस हेलमेट सपमा होइन। सो आज चाहिँ उहाँ हाम्रो सर हुनुहुन्न, अनि उहाँ हाम्रो सरको बाबा हुनुहुन्छ। अनि सो मैले चाहिँ हेलमेट लिइसकेको छु होइन, हेलमेट लिइसकेको छु। अनि यहाँ चाहिँ एकदम राम्रो छ, अनि फिक्स प्राइस हो होइन। तपाईँहरूले टिकटक हेरेर पनि आउनु सक्नुहुन्छ। हाम्रो चाहिँ लोकेसन रहेको छ यो जडीबुटी चोकनिर छ होइन। सो हजुरहरू सबैजना भिजिट गरिदिनु होला कृपया होइन। सो म त आइसकेँ, आएर पनि हेलमेट प्याकिङ गरेर लग्न लागिसकेँ। सो यदि हजुरहरूलाई पनि यस्तै इम्पोर्टेन्ट छ भने आइदिनु होला। अनि हजुरहरूसँग यस्तो पुरानो हेलमेटहरू छ भने अब त्यो हेलमेट ल्याएर चाहिँ हजुरहरूले त्यसमा चाहिँ एक्सचेन्ज गरेर पैसा थपेर लान सक्नुहुन्छ, अनि त्यसमा पैसा घटाइदिनु पनि हुन्छ। सो उहाँहरूलाई चाहिँ एकदमै धन्यवाद, धेरै धेरै धन्यवाद है तपाईँलाई, एकदम मिलाएर दिनुभयो। म चाहिँ बिजीमा हलदेखि आएको, बिजीमा हलदेखि यहाँसम्म आएँ होइन। सो त्यही हो, धेरै खुसी लाग्यो। अनि त्यही हो, अब साथीहरू अब म हेलमेट लिइसकेँ, अब म हेलमेट लिएर जानेछु। मैले भनिसकेँ हजुरहरूलाई, अब भ्लग बनाउनको लागि मसँग यो हेलमेटले त हुँदैन, यो हाफ हेलमेटले हुँदैन। त्यसैले हेलमेटको लागि यो स्ट्यान्डको लागि चाहिँ मैले चाहिँ यो हेलमेट लिएको छु होइन। सो हजुरहरूको माया र सपोर्टले म हल्का अघि बढ्न चाहन्छु होइन। सो सबैजनालाई धन्यवाद। अब यति भन्दै म समाप्त गरिदिन्छु, बाई बाई।